साथीहरु, आज चाहिँ म बनाउँदैछु रोस्ट। त्यसको लागि मैले लिइसके 2 प्याकेट कुखुराको खुट्टा अनि त्यसपछि लसुन, अदुवा र खुर्सानी मिक्सरमा हालेर पिन्छु म यसलाई। मिक्स गर्नमा यसलाई बोइल गर्छु। मिक्सरमा चाहिँ यतिको हुने गरेर पिन्छु। पिनिसके पछाडि चाहिँ म यसलाई 2 चम्चा चाहिँ अलि धेरै पिनेको रहेछु मैले चाहिँ। हजुरहरूले चाहिँ ठिक्क अड्कलेर मात्र बनाउनु होला है। मसला हालिसके पछाडि दिनसको चिकन मसला हालिसके पछाडि नुन लाग्ने गरेर मैले नुन राखेकी छु। हजुरहरू पनि यसलाई कति मासु छ कति लेग छ त्यही अनुसारले नुन हाल्न सक्नुहुन्छ। पछाडि मैले फुटाएर राखेको 2 वटा अन्डा पनि राखेँ। मैले यसमा चाहिँ पिठो राख्दै छु। यो चाहिँ आटा मैदा जे भए पनि यसरी पिठो राख्नु होला। यसो हालिसके पछाडि यसलाई मिक्स गर्नु होला। पन्जा राख्यो भने पन्जाको हाल त्यस्तो छ। तर सब मिक्स गरिसके पछाडि हजुरहरूसँग यति टाइम छ भने चाहिँ यसलाई हजुरहरूले 1 घन्टा या 2 घन्टा राख्न सक्नुहुन्छ। यदि टाइम छैन भनेदेखि मसँग चाहिँ टाइम छैन, म त्यही भएर तत्कालीन नै गरिहाल्छु। हेर्दै जानु होला कस्तो हुन्छ लास्टसम्म। गरेर यतिको बनाएर राखेकी छु। अब हजुरहरूलाई कसरी सहज हुन्छ त्यसरी नै बनाउन सक्नुहुन्छ। लिएकी छु तोरीको तेल। आफूसँग जुन तेल अभाइलेबल हुन्छ त्यही तेल राख्नु होला र मजाले हिट हुने गरी तताउनु पर्ने हुन्छ। हुन चाहिँ मेरो फर्स्ट टाइम हो, तै पनि कस्तो हुन्छ आई डोन्ट नो, बट ट्राई गर्दैछु। बनाएर राखिसकेको चिकनलाई चाहिँ तेल तातिसके पछाडि एउटा एउटा गरेर राख्न सक्नुहुन्छ। म चाहिँ डर लाग्छ पोल्छ कि भन्ने, त्यही भएर यसरी राखेँ। हजुरहरू हातले राख्न सक्नुहुन्छ। यसलाई उल्टै गरेर पकाउनु पर्ने हुन्छ। कि चाहिँ हजुरहरूले धुलो खुर्सानी राख्न सक्नुहुन्छ है। म चाहिँ धुलो खुर्सानी खासै रुचाउँदिनँ अनि त्यही भएर मैले धुलो खुर्सानी नराखिकन बनाएँ। यतिको भइसकेपछि यसलाई मजाले पाक्नको लागि फर्काइ पकाउनु पर्ने हुन्छ। यदि कलर भएको भए चाहिँ मैले बेसार पनि धेरै हालिनँ। बेसार पनि हालिनँ किनकि बेसार नहाल्नु भनेर। यस्तो हुन्छ यसको चाहिँ। हजुरहरूले मजाले पाक्ने गरेर पकाउन सक्नुहुन्छ है त। यतिको पर्खिसके पछाडि निकालेको छु। यो पनि त्यही प्रोसेसिङ ट्राई गरेर फेरि त्यही प्रोसेसिङ